फेसिलिटी जतिको बनाउँछ हैन बुझ्नुभयो अनि अब यसमा पहिला पानी भर्छौँ बनाउँदा भिन्दै बनाउनु भयो तर यहाँ मिक्सिङ होइन बनाउनु त त्यहाँ अघि मैले भने ड्रममा यस्तै ड्रम हामीसँग छ पानी पहिला भरिन्छ अनि त्यसमा चाहिँ 4 किलो भेली र 4 किलो बेसन राखिन्छ अलिकति मदर कल्चर ल्याएर राखिन्छ अनि त्यसपछि त्यो एक हप्तामा तयार हुन्छ अब त्यो तयार भएको चिज अब तपाईँले चाहिँ के हुन्छ 20 लिटरमा 1 लिटर टाइगरमा 1 लिटर सिउडो मतलब पर्ने गरी रेसियो ठ्याक्कै नाप्न पर्छ भन्ने छैन होइन अब कुमा त तपाईँले प्रयोग गर्दा त नापेर गर्नुहोस् हामीहरूको यहाँ बाल्टीले अनुमान गरेर हाल्छ होइन अनि यहाँ हालिसकेपछि अब यो बिरुवालाई चाहिँ सर्लक्कै हामीले के गर्छौँ भनेपछि पुरै डुब्ने गरी अब यसलाई चाहिँ पुरै यसरी डुबाइदिन्छ होइन अब यो डुबाइसकेपछि लगेर चाहिँ हामीहरूले यो लगेर बल्ल रोप्छौँ अब त्योभन्दा अगाडि फेरि त्योभन्दा अगाडि चाहिँ के हो भनेपछि यसले चाहिँ विशेष गरी फङ्गल डिजिजहरू विशेष गरी चाहिँ फ्रुजाइमा विल र अर्को पाइपिङ यो होइन यस्तो चिजहरू चाहिँ अब विशेष गरी रट हुने होइन रुट रट हुने चाहिँ किसिमका र विल्ट हुने जान्छ अनि अब रोगहरूलाई यसले चाहिँ कन्ट्रोल गर्छ अब मेरै केस सुन्नुहुन्छ भने म पहिलो वर्ष चाहिँ मैले झन्डै 1.5 बिघा जतिमा क्याप्सियम रोपेँ मैले यो ट्रिटमेन्ट नगरिकन क्याप्सियम रोपेँ मेरो 90% चाहिँ उल्टियो हो त्यो माथिको फुलमा थियो 10% मात्रै बच्यो त्यो वर्ष चाहिँ क्याप्सियमको भाउ अब 110 100 कहिले घटेन त्यस कारण खर्च उठ्यो अनि अर्को वर्ष चाहिँ मैले के गरेँ भनेपछि यो ट्राइकोडर्मा सुरु भन्दाखेरि ट्रिटमेन्ट गरेर यति मात्रै गरेर रोपेँ त्यतिखेर पनि झन्डै एराउन्ड मेरो चाहिँ 15 to 20% विल्ट भयो त्यति हुँदा पनि रोकिएन अनि अब त्यसपछि किन यो रोकिएन भनेपछि त्यो त माइक्रो चाहिँ के हो भनेपछि लिभिङ थिङ्स हो त्यसलाई खानेकुरा चाहिन्छ खानेकुरा पनि चाहियो बस्ने ठाउँ पनि चाहियो त्यसको लागि खानेकुरा र बस्ने ठाउँ दुइटै चाहिँ के हो भनेपछि अर्ग्यानिक म्याटर हो भनेपछि त्यो रुट जोन वरिपरि चाहिँ उसलाई चाहिँ पुग्ने गरी अर्ग्यानिक म्याटर भएन मैले यसरी गरेँ त्यहाँ राखेँ अलिअलि छरेको मैले के भयो रुट जोनकै वरिपरि धेरै भएन अनि त्यसपछि हामीले के गर्यौँ भनेपछि ऊ चाहिँ भर्मी कम्पोस्टलाई चाहिँ के गर्यो भनेपछि रोप्नुभन्दा 1 हप्ता अगाडि राख्ने र त्यो चाहिँ के अरे ट्राइकोडर्मा सुडोमोनास जुन बनाएको छ त्यहाँ त्यसलाई चाहिँ मोल दिने र अनि त्यसपछि त्यसलाई चाहिँ 1 हप्ता जति तपाईँले चाहिँ जुटको बोराले छोपेर राख्ने हो 1 हप्तापछि त्यो के हुन्छ फुल ग्रोथ भएर बसेको हुन्छ अनि त्यो चाहिँ भर्मी कम्पोस्ट एक चिम्टी चाहिँ यहाँ राख्ने अहिले हाम्रो सबैमा देख्नु यहाँ माथि अलिअलि कम्पोस्ट देख्नु कालो कालो यो प्रत्येक पालमा चाहिँ हामीहरूले त्यहाँ भर्मी कम्पोस्ट छ त्यो भर्मी कम्पोस्ट चाहिँ यहाँ हरेक पालमा राख्छौँ र अनि रोप्छौँ अनि रोपिसकेपछि के हुन्छ भनेपछि अब यो पनि के छ अहिले यो ट्राइकोडर्मा सुडोमोनास मिसिएको पानी हो अनि त्यहाँ खनाइदिन्छौँ भनेपछि त्यहाँ चाहिँ अब भर्मी कम्पोस्ट उसको बस्ने ठाउँ हो खानेकुरा भयो लामो समयसम्म बस्छ र ऊ चाहिँ स्ट्रङ भएपछि बल्ल फाइट गर्न सकिन्छ होइन सक्छ त्यसरी चाहिँ हामीहरूले त्यसलाई ट्राइकोडर्मा र सुडोमोनासको मिक्स बनाएर हामीहरूले ट्रिटमेन्ट गरेर बल्ल रोप्छौँ अब यो भइसकेपछि विल्टिङको अहिले चाहिँ मेरो लगभग हेर्नु कतै पनि एउटा पनि बोट विल्टिङ कहीँ पनि देख्दैन अनि यो भर्मी कम्पोस्ट सुरुमा राखिन्छ नि अलिकति थोरै त्यसले बिरुवालाई सुरुमा इस्टाब्लिस हुन चाहिँ सहयोग गर्छ न्युट्रिएन्ट सप्लाई गर्छ नि त्यसले होइन अनि माइक्रोस भनेको चाहिँ के अरे प्रोटेक्सनलाई मात्र होइन प्लान्ट न्युट्रिसनलाई पनि सहयोग गर्छ अब यसले चाहिँ त्यहाँ चाहिँ तपाईँको अर्ग्यानिक म्याटरहरू आउँछ बेसिनसहरू आउँछ यसले चाहिँ न्युट्रिएन्ट सप्लाईमा पनि हेल्प गर्छ त्यसैले प्लान्ट प्रोटेक्सन र प्लान्ट न्युट्रिसन दुइटैमा माइक्रो रोल छ प्लान्टले चाहिँ माइक्रोलाई खान्छ पनि होइन भित्र लगेर त्यसमा भएको एमिनो एसिडहरू चाहिँ होइन एक्सट्र्याक्ट गरेर अनि त्यसपछि त्यसलाई फेरि बाहिर फाल्छ अनि फेरि त्यो माइक्रो बाहिर आएर के हुन्छ एमिनो एसिडले फुल हुन्छ अनि फेरि प्लान्टको रुटभित्र जाने त्यसरी चाहिँ न्युट्रिसन माइक्रो भनेको असाध्यै राम्रो छ त्यही छ तपाईँहरूको प्रश्नमा पनि गरिन्छ यहाँ त पुरै रासायनिक विषयले पनि प्रयोग गरिन्छ अब यसमा चाहिँ माटोमा गरिन्न तर अब माथि चाहिँ गरिन्छ यसमा पनि हामीले के गर्छौँ भनेपछि बेला बेलामा चाहिँ ऊ त्यो फर्टिगेसन छ नि हाम्रो फर्टिगेसन सिस्टम छ ड्रिपको सिस्टम सबै ड्रिप छ हामीले चाहिँ त्योबाट पनि सप्लाई गर्छौँ त्यो भएपछि त्यो टाइम अब बेला बेला इनिकुलेसन गरेपछि बाहिर वे त्यहाँ कतै परेर मरेको रहेछ भने पनि त्यो के हुन्छ भनेपछि फेरि अब चाहिँ हामीले इन्ट्रोड्युस गर्ने होइन अरू केही छ भने सुन्नु न त्यो चाहिँ अस्तिको पानीले हामीलाई लेट गरायो अस्ति पानी भन्दा अगाडि तिहार भन्दा अगाडि नै रोप्ने कार्यक्रम हो अनि कृषिमा सबभन्दा ठुलो समस्या चाहिँ लेबर अब